पैसा लु भनिदिनु आमा। हेलो साथीहरू, शुभ बिहानी। तपाईँलाई स्वागत छ भिलेज मममा। आजको दिनमा चाहिँ हाम्रो घरमा नयाँ कामको सुरुवात हुँदैछ। यहाँ चाहिँ हाम्रो धारा बन्दैछ। गाउँ गाउँमा सब ठाउँमा धारा आउँदैछ। यहाँ गिटी बालु झारिराखेको छ। सायद भरेतिर बनाउँछ होला हाम्रोमा चाहिँ। यहाँ मामाले माटो ओसार्दै हुनुहुन्छ, मम्मीले ढुङ्गाहरू जम्मा गरेर हाल्दै हुनुहुन्छ। मम्मी यो बाटो छेउछेउको ढुङ्गा हाल्दा पनि हुन्छ होला हैन? त्यहाँबाट फुट हाल्ला नि। मान्छे आइसके धारा बोकेर पैसा लिएर आइसक्नु भयो हाम्रो साउनी आमा। धारा राख्नलाई आतुरी भएर कति हजार पैसा लु भनिदिनु आमा। 1 2 3 4 5 6100 नागरिकताको फोटो कपी र मोबाइल नम्बर। ए ल खरमा बनाउन सुरु भइसक्यो। पछि बनाउने चाहिँ पर्कको तरकारी। मसला घोलेर हाल्न सुरु भइसक्यो हाम्रो यो धारामा। आज पाक्दैछ आलु र परवल। अहिले चाहिँ खाना खाइसकेँ मैले। अब म जाँदैछु। यहाँ कुखुराले चल्ला कोरेलेको थियो, त्यसकै यसको यो माउको बच्चाले चाहिँ खालि यहाँ पस्न लगाएर मैले यो छोपेर राखिदिएको थिएँ। के गर्यो यसले? लुगा भिजाएर राखेको छ यहाँ। आज चाहिँ हाम्रो घरमा पाहुना आउँदै हुनुहुन्छ। अहिले चाहिँ म खाना बनाउन लाग्दैछु। खाना बनाउन चाहिँ सुरु गर्न लाग्दैछु, किनभने तरकारी पाक्न धेरै समय लाग्छ। त्यही भएर अर्ग्यानिक गाजर अचार बनाएँ, पापड बनाएँ, आज खसीको मासु बनाएँ। पनि छ यहाँ।